यस्तो 4वटा निर्णयहरू भएको छ। एकमा 2082 भदौ 23 र 24 गतेको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली गर्ने नम्बर 1 को निर्णय। नम्बर 2, नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने। नम्बर 3, सरकारको शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गर्ने। त्यो 100 कार्यसूची भोलिसम्ममा प्रकाशित हुन्छ। नम्बर 4 मा सम्मत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। पहिलो नम्बर कमा उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रमा को हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने। यो चाहिँ सुरक्षा संयन्त्रको हकमा। 2 मा अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने। यो भनेको गृह मन्त्रालयले आजदेखि काम सुरु गर्छ। गृह मन्त्रालय लगायत अन्य निकायहरू जुन हुन्छ